गरम यहाँ पानीको लागि पैसा हेर्दैछु तर पैसा छैन बहुतै गरम छ आम्मामा गरम एकदमै पानी खाइदिनु हुँदैछ योपालिको फुलपाती सोमबारको दिन परेको छ है गोरुबथानमा चाहिँ सोमबारको दिन चाहिँ हाट लाग्ने गर्छ यहाँ हाटको नजरिया पनि तपाईँहरूलाई देखाउँदैछु सोमबारे बजार हुन्छ एकानी यहाँनिर है आज दसैँ दसैँ अगाडिको अन्तिम हाट त्यसले गर्दा बजार पनि निकै रमझमै देखिँदैछ यहाँनिर सब थोक पाइन्छ बजार पुरै परिक्रमा गरेर छ अहिले फेरि हामी त्यही आइपुगेको छु जहाँबाट चाहिँ सुरु भएको छ है यहाँ बाबरी खेल मैदानमा गरमले चाहिँ साह्रो पार्यो तर यो वर्ष दिनमा आउने चाड हो है त्यसलाई हामी मनाउने गर्छौँ अझै पनि देख्नु हुँदैछ यहाँ मान्छेहरू जोसमा यस्तो गरममा नाचिरहेको छ A few moments later. बेसी गरममा म चाहिँ त्यहाँबाट निस्केँ तपाईँलाई एकछिन सोमबारे बजार देखाउँदैछु हाम्रो यहाँ चाहिँ के छ भन्दा आफ्नो आफ्नो जग्गा छ क्या जस्तै यो एरियामा म यहाँ छु यहाँ चाहिँ सानोमा हामी कमिक्सहरू किन्नु आउँथ्यो पोस्टरहरू किन्नु आउँथ्यो हिरो हिरोइनहरूको अहिले यस्तोहरू बेच्न थालेको छ यहाँ देख्नु हुँदैछ यहाँनिर अहिले पनि किताबहरू चाहिँ पाउँछ क्या म प्रायः किताबहरू चाहिँ यहाँबाट लगेर जान्छु यहाँ देख्नु हुँदैछ यो ओरिजिनल प्रिन्ट त होइन तर अलिक सब्सिडाइज रेटमै पाउनुहुन्छ तपाईँले म 100-150 रुपियाँ गोटा चाहिँ यहाँनिर सधैँ किन्ने गर्छु अझै 1-2 गरेको छु यो चेपमा चाहिँ पहिला पुरा आउँथ्यो माटोको सामानहरू अहिले एकदमै कम्ती 1-2जनाहरू मात्रै आउँदछ पहिला चाहिँ यो साइड पुरै माटोको हुन्थ्यो भने यता चाहिँ पुच्का दोकानहरू है यो चाहिँ अमला रहेछ कत्रो अमला हेर्नुहोस् है हाम्रो प्लेन साइडमा चाहिँ यो खालको दोकानहरू तपाईँले पुरा देख्न सक्नुहुन्छ क्या 8 बजातिर यी बनाउँदै बेच्दै गरेको है यो एरिया चाहिँ लेडिजहरूको लागि प्याराडाइज है यहाँनिर सबै तपाईँ देख्नुहुन्छ केटाकेटीहरू देख्नुहुन्छ सबै यहाँनिर छान्दैछ केटीहरू यहाँनिर मेकअपको सामानहरू तपाईँ देख्नुहुन्छ यहाँ सानैदेखि हामी सानैदेखि यो भैयाहरू आउँथ्यो है अहिलेसम्म यतिकै छ ल तपाईँलाई अझै अगाडि लगेर जाँदैछु है अब चाहिँ हामी सब्जी लाइनतिर आइपुगेको छौँ यहाँबाट उता तपाईँले देख्नुहुन्छ सबै यता सब्जी लाइन सब्जी दोकानहरू मात्रै सो यतातिर चाहिँ एकदमै सस्तो पर्छ क्या अब चाहिँ बेलुकी हुँदै गएपछि झन् सस्तोहरू पाउँछ बार्गेनिङ मजाले हुन्छ छान्नु मजाले पाउँछ हेर्नुहोस् एकदमै लामो सब्जी लाइन अब उतापट्टि चाहिँ लुगा दोकान लाइनहरू छ घरबाट सौदा गर्ने 2जना चाहिँ यहाँ चाहिँ मेरो काकाको बेकरी सप है साथै यहाँनिर अरू चिजबिजहरू पाउँछ यहाँनिर सबै कुराहरू र दिज आर अल हाम्रो काकाको बेकरीमा बनेकोहरू ताजाहरू केकहरू पनि यो पनि सबै त्यसको बेकरीमा बनेको
नन एल्कोहोलिक वाइन। अब यहाँमा चाहिँ छोरीले आइसक्रिम भनेको छ कि कस्तो आइसक्रिम लानु पर्ने हो। सो आइसक्रिम चाहिँ लियो तर अब छिट्टो यहाँ कुद्नु नत्र बिलिहाल्छ। अब चाहिँ सही नसक्नु गरम भयो कि अब चाहिँ घर लागेको है। र आजको भ्लग पनि यतिसम्मै। तपाईँहरूलाई फुलपातीको धेरै धेरै शुभकामना र दसैँको पनि शुभकामना भन्दै आज भ्लग यहीँ राख्दैछु। तपाईँले मलाई बिजी नहोस्।